रातिको 11 बजे केटाहरू चिया पिउन जाउँ भन्छ यार। गाह्रो छ हौ हाम्रो जिन्दगी। चिया पिउन रातिको 11 बजेतिर जानु परिरहेछ। छिटो 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 के हो? पुरा रातिको 11-12 बजेतिर चिया पिउन लाने हो? छिटो अब यहाँ लजा हेर, केटाहरू नसा लागेको चिया पिउनको लागि टी टाइममा कतारमा बेलुका रातिको 12 बजे चिया पिउन जाउँ भन्छ हौ। केटाहरूले के जोस चलेको होला यहाँ, बर्बाद छ। अब हेर साथी हो, रातिको 11-12 बजेतिर चिया पिउन जाउँ भन्छ। यस्तो छ केटाहरू। कसै साथीहरूले रक्सीको नसा भने कसै साथीहरूले आमा चियाको नसा लागेर यहाँ राति राति चिया पिउन हिँडिरहेको छु। हेर्नु ल यार केटा हो, यस्तो जाडो के निस्किनु मन लाग्यो केटा हो? यस्तो जाडोमा काम छैन, स्यालपट्टि बुटो आमै ज्याकेट लाउँदाखेरि पनि जाडो छ यार। यत्तिकै जिन्दगी केटा हो। चिया खाएर भित्र चाहिँ गरम होला, बाहिर चाहिँ कसम चिसै लागिरहेछ त हौ। यस्तो पनि कतारको ब्लग पनि सुपर हिट जान्छ कि क्या हो चियाको नसाले गर्दाखेरि। यो हावा त कसम छाती कमाउने खालको छ त हो। यसपालि के भयो, 3-4 दिन भयो है यस्तो हावा चलेको। बापरे गाह्रो छ कसम। हामी रुमबाट चाहिँ 4-5 मिनट लाग्छ चिया खाने ठाउँ पुग्नलाई। आज केटाहरूले निन लागेन छ जस्तो छ। जहिले मर्निङ ड्युटी हुन्थ्यो, आज भोलिदेखि इभिनिङ ड्युटी छ। चियाको चुस्की लिएर मजा लिएर अनि भोलि चाहिँ अलि ढिलो ढिलो उठेर अनि ड्युटी जानुपर्छ। अब चाहिँ टी टाइमको छेउछेउ आइपुग्यो। यहाँ चिया पिउने साथी आम्मा हुडी लाएर पुरा चिसोमा केटाहरू बाहिर यस्तो जाडो छ। अझै चिया पिउन जाने हुन्छ होला, गाह्रो छ नि हो। टी टाइम चाहिँ छेउछेउमै छ, तर पनि मार्केट छेउछेउमै छ, त्यही कारणले सजिलो छ। यहाँ हेर्नु चिया पिउने साथीको अनुहार। के गर्ने जिन्दगी, चिया पिउन गएको मान्छेले आछिसी भन्दै हिँड्छ ल। खास कि चच्चे खन्दैछु बाजे भने जस्तै हो। अब चिया पिएर तातो बनाउन जाने मान्छे बाटोमै कामेर मर्ला जस्तो छ। गाह्रो छ हौ। म त कदिमको